हामीहरूले चाहिँ यस्तो हिसाबमा यो बाटो फाड्दैछौँ र सम्पूर्णले देख्न सक्नुहुन्छ एकदमै मेहनत गरेर फाड्दैछौँ हामी। यो एरिया फाड्ने चाहिँ कालदाजु, मालदाजु र भोलु भाइ अनि लगायत त्यसमा म पनि सामेल भएर यहाँदेखि हामीहरूले फाडेर यो सनेक सिनिक बनाएर यहाँ एउटा हिँड्ने यात्रीहरूका लागि एउटा धारोको पनि जडान गरेका छौँ र सम्पूर्ण हिँड्ने यात्रीहरूलाई बाटामा कहीँ प्यास लागेछ भने यहाँ रोकेर यो पानी एकदमै राम्रो स्वच्छ पानी हो, यसलाई तपाईँहरूले पिउन सक्नुहुन्छ। र हाम्रो कालदाजु यहाँ यसरी हत्तु भएर हाम्रो अगाडि यहाँ हुनुहुन्छ र कालदाजुको भन्नु केही छ भने भन्दा हुन्छ है। तपाईँलाई आज यो हामीहरूले अनन्त बिरिङ क्लबको मन्थली सरसफाइ अभियान यहाँसम्म हामीहरूले ल्याएका छौँ। तपाईँको भन्नु केही छ कि? होइन, मेरो भन्नु त्यस्तो केही पनि छैन। हामीले अब समाजमा एउटा कति आफ्नो मात्रै काम गर्नु, व्यक्तिगत मात्रै कति काम गर्नु भनेर सामाजिक कामहरू पनि, जस्तै यो अब एउटा रोड बनाइयो, यहाँ कार्पेटिङ पनि भयो, तर यसमा अब यो पिडब्लुडीको नहुँदाखेरि पिएमजिएसवाईको हुँदाखेरि पिएमजिएसवाईमा हाम्रो पिडब्लुडी डिपार्टमेन्टले जुन रोड सफा गर्ने सफाई कर्मचारीहरू नदिँदो रहेछ, त्यसले गर्दाखेरि हाम्रो यो रोड जोडीले छोपेर उँधो र उँभोबाट दुईपट्टिबाट पटपटे जोडिएर गाडी कुद्न पनि एकदमै मुस्किल बनिराखेको थियो। र यो चाहिँ अब हामीले एउटा मन्थली सोसल वर्क गरौँ भनेर क्लबले स्टार्ट गरेको हुँदाखेरि हामी यो अब रेनी सिजनमा यो झारहरू पटपटेहरू पलाउने समयमा हामी यसरी फान्ने र कतै बाटो बिग्रियो भनेदेखि भत्कियोहरू भनेदेखि त्यसलाई ढुङ्गा थापेर सिमेन्ट लगाएर हुन्छ कि के गरेर हुन्छ गाडी कुद्न सबैले भूत बनाएर हामी कुद्ने यो कामहरू हामी गरिराखेका छौँ। र महिनामा एक दिन हामी यो यसरी आफ्नो क्लब एबिसी क्लबबाट सबै मेम्बरहरू लागि परेर यो काम गरिरहेका छौँ र हामी सदैव यस्तै काम गरि नै रहनेछौँ भन्दै हामी यो कार्यप्रति लागि नै रहनेछौँ निरन्तरता। धन्यवाद तपाईँलाई। र यसरी यहाँ पानीको धारा पनि हामीहरूले बनाएका छौँ र अब यहाँदेखि उताको हामी काम गर्दैछौँ। फाड्नेहरूले फाड्नु हुँदैछ। आधी ग्रुप तल दनक बेसीदेखि उँभो फाडेर लिएर आउनु हुँदैछ भनेदेखि आधी ग्रुप हाम्रो क्लब हाउस वरिपरि र क्लबको सरसफाइमा लाग्नु भएको छ। र यसरी नै हजुरहरूले सबैले यसरी निरन्तरता दिएर हाम्रो गाउँलाई आफै बनाऊ भन्ने हिसाबमा जोडिनु भएकोमा हजुरहरू सबैलाई आन्तरिक हृदयबाट धन्यवाद दिँदै यो बन्द गर्न चाहन्छु। धन्यवाद।